यो चाहिँ हाम्रो नयाँ च्यानल हो अनि आज चाहिँ यो चाहिँ मेरो दिदीको च्यानल हो अनि यसमा चाहिँ हामी भ्लग बनाउँदैछौँ अनि आज चाहिँ हामी माथि बुढानीलो कण्ठ नारायण थानको गुम्बा जाँदैछौँ अनि दिदीहरू चाहिँ अगाडि गइसक्नुभयो अनि हामी चाहिँ पछाडि भ्लग बनाउँदैछौँ सो गाइस अनि अब चाहिँ होइन हामी हिँड्दैछौँ अघि चाहिँ हामी गाडी बसको भिडियो चाहिँ हामीले लिनु पाएनौँ किनकि त्यस्तै भयो साउन्ड आज चाहिँ मेरो बहिनीले भ्लग स्टार्ट गरेको छ अनि के अरे बहिनीहरूको स्कुल छुट्टी भयो नि त त्यही भएर घुमाउन लगेको अनि स्कुल छुट्टी भए बेला घुमाउन त पर्यो अनि जानुपर्ने चाहिँ यो गुम्बामा हो अनि के अरे यहीँनिर नारायण थानमै बस्छौँ नि त त्यही भएर घुमाउन लिएर नजिक पनि सजिलो पनि भयो नि त बहिनीहरूलाई अनि यहाँ नारायण थानमा चाहिँ राधाकृष्णको स्कुल पनि छ नि त अनि शनिबार एकदम प्याक हुन्छ अनि त्यहाँ चाहिँ पसेनौँ अनि एकैचोटि डाइरेक्ट माथि गुम्बा जानु लाग्यो मन्दिरहरू पनि दर्शन गर्नुपर्छ नि त बेला बेलामा मेरो आमाले चाहिँ भन्नुहुन्छ क्या के अरे मन्दिरहरू दर्शन गर्नुपर्छ भगवान्को विश्वास गर्नुपर्छ भगवान्लाई माग्यो भने विस माग्यो भने जे पनि पुरा हुन्छ भनेर भन्नुहुन्छ अनि मलाई चाहिँ लाग्छ भगवान्को भन्दा बढी विश्वास मलाई आमाको लाग्छ आमाको कुरा मलाई बढी विश्वास लाग्छ अनि त्यही भएर म चाहिँ मन्दिरहरू दर्शन गर्न हिँड्छु अब के अरे हिँड्दैछौँ हामी धेरै टाढा छ नि त धेरै उकालोहरू पनि छ अनि अब हिँड्दै जानुपर्छ लामो छ 1 घन्टाभन्दा पनि बढी लाग्छ कि अब फेरि भाइ बहिनीहरू पनि सानो भाइहरू पनि बाबु पनि सानो छ नि त अनि बहिनीहरू सानै छ अनि हिँड्नलाई टाइम लाग्छ नि त अनि उनीहरू चाहिँ बिस्तारै हिँड्दैछन् अब चाहिँ वहीँ गएर देखाउँछ है हामी चाहिँ हिँड्दा बल्ल आधी बाटो आइपुग्यौँ यहाँको भ्यू चाहिँ यति खतरा छ कि यहाँ हेरेपछि आनन्द लाग्छ फाइनली यति माथि आइपुग्यौँ हामी यस्तो आनन्द आउँछ कि ल अब चाहिँ बाँकी चाहिँ हामी माथि गएर नै देखाउँछौँ हामी भरिङ चढ्दैछौँ होइन अनि भरिङ यति लामो छ त्यही नि अब जानै पऱ्यो जानु आएपछि होइन अरू भन्दा नि लास्टै थाकिँदो रहेछ उकालो चढ्दा उकालो ओह्रालो जाँदा अब चाहिँ तर भ्यू चाहिँ राम्रो छ भ्यू चाहिँ राम्रो छ कहाँ त अब हामी अब चाहिँ अलि माथि पुगेपछि भिडियो बनाउँछौँ सो स्टे ट्युन स्टे वाचिङ बाई मेरो बहिनीहरूमा चाहिँ यति बिति जोस आइरहेको कि आमामा हेर्न सक्नुहुन्छ अब मन्दिर पनि लगभग आइपुग्न लाग्यो नि त त्यही भएर फाइनली हामी चाहिँ गुम्बानिर आइपुग्यौँ जसो तसो गरेर यो राम्रो भगवान्हरू पनि अप्ठ्यारो ठाउँमा हुनुहुँदो रहेछ क्या ल फाइनली आइपुग्यौँ हामी ल यो लाली गुराँस आमामा हाम्रो के अरे नेसनल फ्लावर लाली गुराँस ल जसो गरेर आइपुग्यौँ मेरो बहिनी थकित भयो अब अघि नि कुदी अहिले थकित भयो फेरि कति लाली गुराँस भन्दा पनि अझ मेरो बहिनी राम्री छ हौ लाली गुराँसको अगाडि पनि हाई सक्छ त कसैले सक्दैन अनि हाम्रो अर्को छोटा डन यहाँ हेर्न सक्नुहुन्छ मान्छे भन्दा ठुलो छ पेङ्गुइन पनि
खेल्दै खेल्दै गफ गर्दै भए पनि बिस्तारै बिस्तारै भए पनि आइपुग्यौँ तर अलि ढिला आएको भयो नि रहेछ हामी किनकि यहाँनिर यस्तो पिङहरू खेल्नेहरू पनि निर्माण हुँदै रहेछ बनाउँदै रहेछन् अब पहिलाको भन्दा धेरै डेभलप भएको छ धेरै राम्रो भएको छ यहाँ फर्स्टमा आउँदाखेरि त यस्तो राम्रोहरू केही पनि थिएन अब मान्छेहरू पनि धेरै आउने भयो नि त त्यही भएर अहिले चाहिँ एकदम राम्रो बनाएको छ यस्तो आनन्द हेर भगवान् कस्तो राम्रो त्यस्तै फुलहरू पनि आहा कति राम्रो यस्तो मिठो हावा छ यस्तो आनन्द आहा पुरै छोडिदियो झन् यहाँको भ्यू यति राम्रो छ कि गाइजहरू यति राम्रो छ अब यो भरिङ चढेर बिस्तारै माथि जानेछौँ अनि देखाउँछु बिस्तारै भ्यूहरू यति आनन्द आउने छ गाइज हामी फाइनली आइपुग्यौँ यो मन्दिरमा फाइनली आइपुग्यौँ यहाँको भ्यू हेर्नु ल यति आनन्द छ कि आमा यति राम्रो छ कि यतिकै राम्रो छ कि अरू बेलामा त धेरै प्याक हुन्थ्यो होइन आज चाहिँ खै तर धेरै भिडभाड रहेन रहेछ आज चाहिँ त्यति धेरै भिडभाड रहेन रहेछ पहिला चाहिँ अरू बेला चाहिँ धेरै भिडभाड हुन्थ्यो सायद हामी आर्मी भनेर थाहा भएर होला अब चाहिँ हामी खाजा खान गइरहेछौँ सबैजना एकै ठाउँमा छौँ होइन छुट्टो ठाउँमा छौँ छुटछुटे अलिअलि त टाढो छ अब खाजा खान्छौँ अनि त्यस पछाडि तलतिर जान्छौँ हामी हेलो गाइस हामी चाहिँ अहिले खाजा खाँदैछौँ कि चटपटे यो चाहिँ सुकुटी अझै अरू केही अर्डर गरिरहेछौँ बिस्तारै आधी चाहिँ हामीले खाइसक्यौँ खानुको तालमा भोकको तालमा भिडियो बनाइ बिर्सेछौँ हामी अब चाहिँ हामी खाजा खाएर अब घर फर्किनु लाग्यो अब आजको लागि यति नै भिडियो बाई